हजुर भाषण अरु गर्नेतिर लाग्न भन्दा हाम्रो दुर्गागाडी सर एउटाले भनेर टुङ्गाइदिनुहोस् नमस्ते नमस्ते खोइ कौन मो घिरिङ गाउँपालिकाको वडा नम्बर 1 स्थित यो सतीघाट भन्ने ठाउँमा एकदमै दुःखद घडीमा सबैजना उपस्थित भएका छौँ। साबिक सुन्दारा गाविस वडा नम्बर 8 बोहछाप निवासी, हालको वडा नम्बर 2 को बोहछाप निवासी 2054 सालमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर वडा सदस्यमा उम्मेदवार बनेर निर्विरोध निर्वाचित हुनुभएका सुखबहादुर थापाको सुखबहादुर राणाको हिजो मिति 2082 साल श्रावण महिनाको 16 गते शुक्रबारको दिन दुःखद निधन हुन पुगेको छ। यस दुःखद निधन भएपछि हामीहरू सम्पूर्ण इष्टमित्रहरू, पार्टी कमिटीका सम्पूर्ण साथीहरू यहाँ उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि यो अन्त्येष्टि कार्यक्रममा सहभागी भएका छौँ। यहाँ उपस्थित हुनुभएका सबै इष्टमित्रहरू, गाउँ कमिटीका साथीहरू, वडा कमिटीका साथीहरू, जिल्ला र प्रदेश कमिटीका सबै साथीहरू, यहाँ जनप्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ। सबैलाई सर्वप्रथम त म हार्दिक धन्यवाद दिन चाहन्छु। र यहाँ लेखिएको एउटा श्रद्धाञ्जली र समवेदनाका केही शब्दहरू छन्, यो यहाँहरूमाझ म यहाँ पढेर सुनाउन चाहन्छु। गण्डकी प्रदेश तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नम्बर 2 बोहछाप निवासी स्वर्गीय मणिसरा राणाको श्रीमान स्वर्गीय लालसिंह राणाको बुवा धुमसरा राणा र पूर्णिमाया राणाको ससुरा बुवा पार्वती थापा, सविता थापा, अनिता थापा, टिकामाया राणा, रामबहादुर राणा, पूर्णबहादुर राणाको हजुरबुवा, नेकपा एमाले घिरिङ गाउँ कमिटी सचिव तथा घिरिङ गाउँपालिका वडा नम्बर 2 वडा सदस्य कमरेड धनबहादुर राणाको ठुलोबुवा, विक्रम सम्वत 2054 सालको स्थानीय निर्वाचनमा साबिक सुन्दारा गाविस वडा नम्बर 8 नेकपा एमालेको तर्फबाट उम्मेदवार भई निर्विरोध निर्वाचित वडा सदस्य एवं नेकपा एमाले सङ्गठित सदस्य रहनुभएका साथै विभिन्न सामाजिक सङ्घ संस्थामा योगदान दिनुभएका स्टाफ सार्जन सुखबहादुर राणा QGO 6GR को मिति 2082 श्रावण 16 गते शुक्रबारको दिन 84 वर्षको उमेरमा भएको अकल्पनीय निधनले नेकपा एमाले गाउँ कमिटी, वडा कमिटी साथै सिङ्गो घिरिङवासी तथा इष्टमित्रहरू स्तब्ध भएका छौँ। यस दुःखद घडीमा स्वर्गीय सुखबहादुर राणाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, इष्टमित्र, छरछिमेकीहरूमा गहिरो समवेदना पनि व्यक्त गर्दछौँ। यहाँ उपस्थित हुनुहुन्छ घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष साथै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रणबहादुर राणा, घिरिङ गाउँपालिका उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य राधादेवी अधिकारी, यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य नरबहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य कवि खनाल, यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य जीवन राणा, यसैगरी नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य सन्तमान श्रेष्ठ, यसैगरी नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य गोपाल विक, यसैगरी नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य शेरबहादुर थापा, यसैगरी नेकपा एमाले घिरिङ गाउँपालिका कमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ, यसैगरी
नेकपा एमाले जिल्ला गाउँ कमिटी सचिव धनबहादुर राणा, यसै गरी गाउँ कमिटी सदस्य एवं 2 नम्बर वडा अध्यक्ष नरबहादुर थापा, यसै गरी गाउँ कमिटी सदस्य एवं 3 नम्बर वडा अध्यक्ष कवलसिंह थापा, यसै गरी नेकपा एमाले गाउँ कमिटी सदस्य एवं 4 नम्बर वडा अध्यक्ष भीमबहादुर कुमाल, यसै गरी वडा नम्बर 1 का वडा अध्यक्ष रविचन्द्र घरासिनी, यसै गरी नेपाल कम्युनिस्ट पार्टी समाजवादी नेता एवं पूर्व 2 नम्बरका वडा अध्यक्ष पूर्णबहादुर थापा, यसै गरी नेकपा एमाले घिरिङ गाउँ कमिटी सदस्य दलसिंह थापा, नेकपा एमाले 2 नम्बर वडा कमिटीका अध्यक्ष आशबहादुर थापा, यसै गरी नेकपा एमाले गाउँ कमिटी सदस्य भुवनसिंह विक, विश्वास राणा, खड्गबहादुर राणा, मिलन गैर्य, वीरगसिंह आले, नेकपा एमाले वडा नम्बर 1 का कमिटीका अध्यक्ष दानबहादुर शाही, यसै गरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश कमिटी गण्डकी प्रदेश कमिटीका महासचिव ध्रुवराज सिग्देल, यसै गरी नेकपा एमाले 2 नम्बर वडा कमिटी सचिव होमबहादुर थापा, यसै गरी वडा कमिटीका सदस्यहरू धनबहादुर थापा, चेतबहादुर नेपाली, अगनबहादुर नेपाली, भीमबहादुर थापा, यसै गरी धेरै शिक्षकहरू पनि उपस्थित हुनुहुन्छ। शिक्षकहरू सागर थापा, लीलाबहादुर सुनार, बालकृष्ण सुनार, शिवभक्त सिग्देल, खिमकर्ण ढकाल, तारा खनाल पनि लगायत यहाँ धेरैजना उपस्थित हुनुहुन्छ। यसै गरी समाजसेवी मेघबहादुर ठाडा, यसै गरी समाजसेवी बालप्रसाद ठाडा, यसै गरी खमानसिंह आले, प्रवीण भट्टराई लगायत यहाँ धेरैजना उपस्थित हुनुहुन्छ। सबैलाई हार्दिक धन्यवाद दिँदै एकपटक स्वर्गीय बुवा सुखबहादुर राणाप्रति श्रद्धाञ्जली दिनको लागि सबैजना मौन धारणको लागि सबैजना तयारी अवस्थामा उपस्थित हुनको लागि म अनुरोध गर्दछु। समय सुरु। धन्यवाद। यसै क्रममा समाजसेवी साथै विभिन्न सङ्घ संस्थामा आफ्नो जीवनमा योगदान पुर्याउनुभएका पूर्व जनप्रतिनिधि स्वर्गीय सुखबहादुर राणाप्रति थोरै उहाँको विगतका सामाजिक कार्यहरूको सम्झना गर्दै थोरै शोक मन्तव्य राखिदिनु हुनको निम्ति घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कमरेड रणबहादुर राणाजीलाई म अनुरोध गर्दछु। धन्यवाद सञ्चालक सुमन कुमार सेठजीलाई। हामी आज तनहुँ जिल्ला घिरिङ गाउँपालिका वार्ड नम्बर 1 यो खुट्टाहरूको सर्दीघाटमा असाध्यै दुःखद घडीमा भेला भइरहेका छौँ। घिरिङ गाउँपालिका वार्ड नम्बर 2 होछाप निवासी स्वर्गीय मनिषरा श्रीमान छोरा गङ्गाबहादुरको बुवा लालसिंह राणाको बुवा र नाति नातिनाको हजुरबा र तपाईँ नेकपा एमालेको 54 सालको चाहिँ उम्मेदवार अथवा चाहिँ जनप्रतिनिधि सङ्गठित सदस्य सबैको चाहिँ एउटा समाजसेवी अगुवा व्यक्तित्व हाम्रो चाहिँ हवलदार ब्रिटिस आर्मीको हवलदार सुखबहादुर राणा
आज तपाईँ र हाम्रो सामु हुनुहुन्न, त्यस कारणले उहाँले चाहिँ साँच्चीकै आफू एउटा चाहिँ घरयासी अथवा चाहिँ आफ्नो पारिवारिक हिसाब किताबले चाहिँ जुन चाहिँ ब्रिटिस आर्मीमा एउटा चाहिँ काम गरेर हवलदारमा पेन्सन पकाएर समाजमा आएर एउटा चाहिँ बाटो घाटो कुवादेखि लिएर चाहिँ एउटा चाहिँ पार्टीलाई पनि चाहिँ एउटा चाहिँ अगाडि बढाएर जुन चाहिँ जनप्रतिनिधि भएर चाहिँ धेरै राम्रो काम गर्नुभएको थियो। र वास्तवमा म त अझै झल्झली सम्झना के आउँछ भने म 2074 सालको चाहिँ स्थानीय निर्वाचनमा उम्मेदवार बनेर गाउँ गाउँ घुमिरहँदा उहाँले चाहिँ मलाई एउटा चाहिँ अर्थी बुद्धि के दिन भएको थियो भने यो ठाउँमा छिटो बत्ती बाल्नुपर्छ। खानेपानी त करिब करिब चाहिँ त्यहाँ आइसकेको थियो, पश्चिम नेपाल खानेपानी मार्फत चाहिँ त्यो बनिसकेको थियो। अझै यहाँ चाहिँ बाटो चाहिँ सुधार गर्नुपर्छ, यो पुट्टारमा चाहिँ सिँचाइ राम्रोसँग गर्नुपर्छ। अनि अझै हामी यो ठाउँबाट भागिरहेको मनलाई चाहिँ हामी स्थापित गर्नको लागि विभिन्न जाति विभिन्न पार्टी सबै चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भनेर उहाँले एउटा चाहिँ मलाई सल्लाह सुझाव दिनुभएको थियो। त्यो मलाई आज भर्खरै दिनुभएको जस्तो झल्झली आउँछ। त्यस कारणले उहाँ साँच्चीकै एउटा चाहिँ समाजको लागि एउटा चाहिँ बत्तीको रूपमा अग्रजको रूपमा एउटा सहयोगीको रूपमा काम गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। त्यस कारणले गर्दा आज प्रकृतिको नियमले मान्छे के भन्छन्, प्रकृतिको नियमले किन जन्मन्छ भन्दा मान्छे मर्नको लागि, किन चाहिँ जवानी हुन्छ भन्दा बुढो हुनको लागि भन्ने गरिन्छ। तर हामीले उहाँलाई चाहिँ यति ठुलो काम गर्ने, यति सल्लाह सुझाव दिने साँच्चीकै एउटा चाहिँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो। तर हामीले प्रकृतिको नियमको कारणले गर्दा हामीले बचाउन सकेनौँ। त्यस कारणले हामी आज उहाँले गरेको देखेको सपना, उहाँले दिएको सल्लाह सुझावलाई हामीले कार्यान्वयन गर्ने पुरा गर्नु नै गर्नको लागि एकजुट भयो भने मात्रै उहाँलाई सम्मान गरेको ठहरिनेछ। त्यस कारणले उहाँले भनेको बत्ती बलिसकेको छ। अनि उहाँले भनेको यहाँ चाहिँ सङ्घ संस्थाहरू चाहिँ यहाँ धुलीखेल अस्पतालदेखि लिएर परिकल्पना गरेको यहाँ चाहिँ बस्ने योग्य ठाउँ बनाउनु पर्यो भनेको चाहिँ यहाँ चाहिँ अब सिटिबिटीदेखि धेरै कामहरू भएको छ। तर आज बाटो चाहिँ पिच हुन केही चाहिँ जुन चाहिँ यहीँ छापदेखि चाहिँ जुन चाहिँ गोछापसम्म बाटो पिच पनि भएको छ, अरू कामहरू पनि त्योभन्दा उता पनि काम अगाडि बढेको छ। अझै गाउँपालिकाले र एउटा सङ्घीय सरकारले थप काम पनि अगाडि बढाइरहेको छ। त्यस कारणले गर्दाखेरि उहाँको सपना पुरा गर्नको लागि हामी जुनसुकै पार्टी जुनसुकै जाति भए पनि हामी एकजुट भएर साँच्चै उहाँले देखेको सपना पुरा गर्नको लागि हामी सबै एकजुट भएर लागौँ भन्न चाहिँ म अनुरोध गर्न चाहन्छु। र यो दुःखद घडीमा धेरै बोलिरहनुभन्दा पनि हाम्रो चाहिँ पार्टीको तर्फबाट यहाँ सम्पूर्ण पूर्व जनप्रतिनिधि र अहिलेको जनप्रतिनिधिको तर्फबाट शिक्षक मित्रहरूको तर्फबाट सबै यहाँ उपस्थित हुनुहुने चाहिँ हाम्रा सबैको तर्फबाट म चाहिँ उहाँलाई चाहिँ यो मृत आत्मालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र यो शोकाकुल परिवार इष्टमित्रमा हामी चाहिँ साँच्चीकै एउटा चाहिँ यो शोकलाई शक्तिमा बदल्नको लागि हामी चाहिँ एकजुट भएर उहाँले दिएका बाटोहरू, उहाँले दिएका अर्थी बुद्धिहरू आशीर्वाद लिएर अगाडि बढ्नको लागि अनुरोध गर्दै यो चाहिँ शोकाकुल परिवारलाई चाहिँ गहिरो संवेदना व्यक्त गर्दै म आफ्नो चाहिँ छोटो शोक मन्तव्य यहीँ समापन गर्न चाहन्छु। धन्यवाद। यसै क्रममा निवर्तमान गाउँपालिका अध्यक्ष साथै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कमरेड रणबहादुर राणाज्यूलाई स्वर्गीय सुखबहादुर राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाइदिनको निम्ति म अनुरोध गर्न चाहन्छु।